सेवान्ने सम्पूर्ण किरा वा कम्बो किरातहरूमा र आज चाहिँ यो के गरेको होला कसो गरेको होला भनेर सोचिराख्नु भएको होला सबैजनाले। यो चाहिँ खालिङ राईको पित्र गर्नु अघि चाहिँ पित्र सामखा दिवा सामखा लुङहरू सार्ने कार्यक्रम गर्दैछौँ। र किन भन्दाखेरि किन सारेको भन्ने क्वेसनहरू पनि आउला र उहाँहरूको जति नै जरजोखानाहरू देखाउँदा घर परिवारमा दुख बिमार रोग कष्टले सताउने घरमा झैझगडा रिसराग कतिवटा झरक झुक्ने भएको कारणले गर्दाखेरि चाहिँ कतिवटा मिलमिलाप नहुने यसो हेर्दाखेरि चाहिँ यो पित्र सामखा दिवाहरू चाहिँ धुरी मुनि राखिएको हुनाले गर्दाखेरि आज हामीले धुरीमा मूल धुरीमा ल्याउने क्रमै गर्दै आज चाहिँ हामीले पितृ सामखा दिवाहरूलाई ककु कोपा दिवा दिमाहरूलाई चिचिपिपी मिनी मिमीहरूलाई बलबिन्ती आशीर्वाद माग्दै उनीहरूलाई आयु वरदानहरू माग्दै घरको परिवारको सारा सका सन्तानको आशीर्वाद माग्दै आयु वरदानहरू माग्दै यो पाँच पञ्चलाई राखेर पञ्चकेशरीलाई राखेर दाक्षा बुवाची वातुङ वारुङ पापासँग मामासँगहरू भन्छौँ हामी र उहाँहरूलाई राखेर उहाँहरूलाई सबुत राखेर आजको दिनमा चाहिँ हामीले यो घर गृहस्थीकोमा भएको पितृ सामखा दिवाहरूलाई चाहिँ सारेर जाँदैछौँ। तपाईँहरूले पनि आशीर्वाद दिनु भन्दै यो पञ्चहरूलाई सबुत राखेका छौँ र यसरी नै जोडी थाप्साङ गरेर कलश गरेर सोलेवा वाबुक गरेर वामा गरेर हामीले सार्ने गरिँदैछ। तर हामीले एकैचोटि सार्नु पनि हुँदैन। त्यसैले गर्दाखेरि आज हामीले घर मुल्की र उनीहरूको नात पनात उनीहरूको बुहारी उनीहरूको छोरा सबैको लागि शिर सायाहरू उठाउँदै उनीहरूलाई बलबिन्तीहरू माग्दै उनीहरूको शिर सायाहरू नडलोस् हामीले पित्र सामखाहरू गरेको र हाम्रो पाँच पञ्च र म माङ्पाको पनि शिर सायाहरू नडलोस् बिन्ती जदौ गर्दै आज हामीले यो पित्र सामखाहरू पितृ गर्नुभन्दा अगाडि पित्र सामखाहरू सामखा दिवाहरू चाहिँ सार्ने गर्दैछौँ। सार्ने गरी ल्याउने प्रयास गर्दैछौँ किनभने हामीले त्यसै पनि यो पित्र सारेर हुँदैन। हामीले पुरै मुलुमुलुम गरेर सातो हंसहरूलाई एकदमै यताउता नहोस् डलफल नहोस् भनेर सातो हंसहरूलाई बलबिन्ती माग्दै र पापा पारुहाङ मामा सुङ्निमालाई पनि सेवा जदौ बिन्ती गर्दै यो खोला नाला डाँडा काँडा पुरी हौ बतासहरूलाई पनि आशीर्वाद माग्दै देव देवी देवता इष्टदेवहरूलाई पनि आशीर्वाद माग्दै हामीले यो कुखुरा पर्साउने कार्य गर्दछौँ। र कुखुरा पर्साइसकेपछि कुखुराले त मान्नु भयो तर अब पितृहरूले मान्छ मान्दैन पितृ सामखा दिवाहरूले मान्छ मान्दैन त्यो चाहिँ हामी यारी चुरी गरेर बेचुक अदुवामा यारी चुरी गरेर चाहिँ हामी यारी हानेर आज यो साल मान्छ मान्दैन पित्र सार्ने त्यो हेरेर मात्रै हामी पित्रहरू सार्ने गर्छौँ। र के गर्नु हाम्रो ऋषिया मुदुम रिदुम अनुसार यस्तो नै रहेछ र यसरी नै हामीले पित्र सामखाहरू मान्नुभयो भने चाहिँ हामीले सारेर जानेछौँ आज। र पित्र सामखाहरू मान्नु भएन यारी चुरीहरू राम्रो आएन भने चाहिँ हामी सार्दैनौँ र सबैले अन्यथा नसोचिदिनु होला। र यो चाहिँ आजको हामी पित्र सामखा दिवाहरू सार्ने कार्य गर्दछौँ र यति नै भन्दै सबैजनालाई चाहिँ धेरै धेरै आलाङ्ने तपाईँहरू सम्पूर्णले मेरो भिडियो हेर्नुहुँदैछ र मैले चाहिँ अहिलेसम्म पनि तपाईँहरूलाई यही हाम्रो किरात कम्बोको विषयमा लिएर नै प्रायः भिडियोहरू हालेको हुन्छु र सबैजनाले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद आलाङ्ने र हाम्रो किरा वा खम्बोहरूमा सबैकोमा यो चलनहरू यो ऋषिया यो मुदुम यो नियमहरू हुनुपर्छ भन्दै सम्पूर्ण किरात खम्बोहरूलाई चाहिँ बड्डे आलाङ्ने भन्दै
Kama kambu ni sama sambu loai lawa mang tungda kema mang tungda sari mang loai ni yari achango mang lungo ni wa mang dewa malai saku mang dewa mang tungda loa mang tungda kema ri warup maloai Lumaye sawalawa manani dungga karungku loa kuma loaye saya ku manglungku ni nama wahab mayu loa ni lawa ni manani sayo mangdaye ni lawa bung manangai